रगताम्य अवस्थामा थिइन् इनिसा। भित्री वस्त्र पनि भेटियो प्लास्टिकमा। आफू साथी भनेर बताएका युवकले ओढाएका थिए ज्याकेट। आफू बसिरहेका थिए रुँदै। गुर्वाकोटकी इनिसा बिहान ट्युसन पढ्न निस्केकी थिइन्, तर घर फर्किनन्। आमाले फोन गर्दा मोबाइल स्विच अफ थियो। केही बेरपछि अज्ञात नम्बरबाट फोन आयो, तपाईँकी छोरी शहीद पार्कमा बेहोस छिन्। घटनास्थल पुगेकी आमाले इनिसालाई शरीरभरि रगताम्य र बेहोस अवस्थामा भेटिन्। चिकित्सकले उनलाई मृत घोषणा गरे। स्थानीयले घटनास्थलमा पहिले युवतीको लास देखे र वरिपरि बसिरहेका युवकहरूलाई सोधपुछ गरे। त्यहाँ नजिकै 3 जना अन्य युवकहरू पनि थिए, जसलाई सोध्दा उनीहरूले बयान दिए, हाम्रो साथीले हामीलाई बोलाएको, इनिसालाई सन्चो छैन भनेर। युवतीको शरीरमा चोटपटक र गोप्य अङ्गबाट रगत बगिरहेको थियो। भित्री वस्त्र प्लास्टिकमा राखिएको र माथिबाट युवकको ज्याकेटले ढाकिएको अवस्थामा भेटियो। प्रहरीले उक्त युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ। घटना रहस्यमय भएको कारण विभिन्न प्रश्नहरू उठिरहेको छ।